हेलो एभ्रिवान वेलकम छ हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। अनि हामीहरू चाहिँ आन्टी र म भएर चाहिँ जान लागेको छौँ हेल्थ पोस्ट। अनि आज 19 गते चाहिँ बच्चाहरूलाई सुई लाउने दिन हो। अनि हामीहरू चाहिँ आन्टी म भएर नानीलाई लगेर जाँदैछौँ हेल्थ पोस्ट। अनि गर्मी पनि धेरै थियो अनि हामीले चाहिँ छाता पनि लिएको थियौँ आज चाहिँ। अनि छाता ओढेर हाम्रो चाहिँ गयौँ। अनि हेर्न सक्नुहुन्छ यही हो मेरो गाउँ चाहिँ। अनि अगाडि चाहिँ अलि दामी छ। अनि त्यसपछि चाहिँ हामीहरू गयौँ हेल्थ पोस्ट। खानासाना डन्नै खाएर आएको थियौँ। मैले चाहिँ बाबुलाई घरमै छोडेर आएको, एकदमै झ्याउ गर्छ। अनि हामीले चाहिँ अगाडि कार्डसाथ दिएर अनि हाम्रो पालो आए, एकछिन कुर्यौँ। अनि हाम्रो पालो आए साथीहरू। एउटा सुई लाउनु बेला चाहिँ रुनु भएन नानी, त्यस्तो रुनु भएन। अनि अर्को सुई लाउनु बेला चाहिँ लास्टै रुनु भयो क्या। अनि खोप पनि खुवाइदिनु भयो म्याडमले। त्यसपछि चाहिँ अब अर्को सुई लाउँदै हुनुहुन्छ। अनि अन्डिल चाहिँ एकदम धेरै डर मानिराख्नु भएको थियो कि, अन्डिल चाहिँ सुईदेखि एकदमै धेरै डर मान्नुहुन्छ। अनि हामीले सुई लगाएर एकछिन बस्यौँ। एकछिन बसेर हामीहरू चाहिँ आएको छौँ स्टेसनरी पनि नजिकै छ क्या। अनि अन्डिल चाहिँ एउटा सिम निकाल्ने अरे एनसेलको, त्यही भएर हामी चाहिँ आएको स्टेसनरी। अनि मलाई चाहिँ एकदमै धेरै झ्याउ लागिरहेको थियो क्या, घाम पनि थियो नि त, त्यही भएर झ्याउ लागिरहेको थियो मलाई। अनि आन्टीलाई आउनु यता बस्न भने, अनि आन्टी पनि बस्न आउनु भयो। अनि त्यसपछि साथीहरू हामीले सिम पनि निकाले अब हामी चाहिँ जाँदैछौँ घर। अनि अन्डिल चाहिँ पकौडी खानुभयो अनि मैले चाहिँ आइसक्रिम खाएँ। मलाई चाहिँ पकौडी त्यस्तो मन पर्दैन, अब आन्टीलाई चिसो हुन्छ नानीलाई भनेर आन्टीले आइसक्रिम खानु भएन। अनि मैले चाहिँ आइसक्रिम खाएँ। आइसक्रिम खाएर हामी घर पनि आइसक्यौँ। घर आइसकेर सबै कामसाम सकेँ मैले चाहिँ। अनि भोक पनि लागिरहेको थियो साथीहरू। अनि यो चाहिँ मैले पास्ता बनाएँ। यो चाहिँ मेरो साथी हो, बच्चादेखिको साथी हो। अनि यो चाहिँ आज हाम्रो घर बस्न आएको थिएँ। अनि म के भन्न चाहन्छु भनेपछि पहिले चाहिँ मेरो भिडियोमा 1000 1200 1500 भ्युज गर्थ्यो, अहिले चाहिँ 400 500 मात्रै गर्छ। किन होला? हजुरहरूले लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। बाइ बाइ साथीहरू।